हेलो नमस्कार अनि स्वागत छ साथीहरु तपाईलाई हाम्रो च्यानलमा। आजबाट चाहिँ हामी हायर अर्डर डेरिभेटिभ सुरु गर्दै छौं र हायर अर्डर डेरिभेटिभ सुरु गर्नुभन्दा अगाडि तपाईहरुले चाहिँ डेरिभेटिभको बारेमा केही नलेज हुनु आवश्यक देखिन्छ। म एज्युम गर्छु तपाईहरुसँग चाहिँ डेरिभेटिभको थोरै नलेज चाहिँ छ र यो टपिकलाई अगाडि बढाउँ। सो हायर अर्डर डेरिभेटिभमा चाहिँ के हुन्छ भन्दाखेरि यो भिडियोमा चाहिँ हामी के हेर्छौं भन्दा जेनरली कसरी हामी हायर अर्डर डेरिभेटिभलाई चाहिँ रिप्रेजेन्ट गर्छौं, कसरी नोटेसन गर्छौं, यो कुराहरु हेर्छौं अनि एउटा सानो एक्जाम्पल हेर्छौं अनि अर्को चाहिँ कोर्स कन्टेन्ट नेक्स्ट भिडियोबाट सुरु गर्छौं। र फर्स्टमा यदि हामीसँग f of x y equal to f of x भन्ने एउटा कुनै फंक्सन छ भने सो y equal to f of x भन्ने एउटा फंक्सन छ र यसको फर्स्ट डेरिभेटिभलाई चाहिँ हामी dy by dx ले डिनोट गर्छौं। dy by dx फर्स्ट डेरिभेटिभलाई, सेकेन्ड डेरिभेटिभलाई d स्क्वायर y by dx स्क्वायर ले डिनोट गर्छौं। थर्ड डेरिभेटिभलाई dq y by dx क्यूब ले डिनोट गर्छौं। यसरी नै nth डेरिभेटिभलाई dn y by dxn ले डिनोट गर्छौं। यो डिनोट गर्ने एउटा मात्र तरिका हैन, यसलाई अर्को तरिकाले पनि डिनोट गर्न सकिन्छ अर भनेर। y1 फर्स्ट डेरिभेटिभलाई y1 ले, सेकेन्ड डेरिभेटिभलाई y2 ले, थर्ड डेरिभेटिभलाई y3 ले र nth डेरिभेटिभलाई yn ले डिनोट गरिन्छ। र यसलाई डिनोट गर्ने रिप्रेजेन्ट गर्ने अर्को तरिका पनि हुन्छ। त्यो अर्को तरिका के हो भन्दाखेरि फर्स्ट डेरिभेटिभलाई y डैश ले, सेकेन्ड डेरिभेटिभलाई y डबल डैश ले, थर्ड डेरिभेटिभलाई y ट्रिपल डैश ले र nth डेरिभेटिभलाई yn ले डिनोट गर्न सकिन्छ। यति मात्र हैन, यो डिनोट गर्ने अर्को पनि तरिका छ। र अर्को तरिकाले चाहिँ कसरी डिनोट गर्न सकिन्छ भन्दाखेरि फर्स्ट डेरिभेटिभलाई f डैश x ले, सेकेन्ड डेरिभेटिभलाई f डबल डैश x ले, थर्ड डेरिभेटिभलाई f ट्रिपल डैश x ले र यसैगरी nth डेरिभेटिभलाई चाहिँ fn x ले। र यति मात्र हैन, एउटा अरु तरिका छ यो डेरिभेटिभलाई डिनोटेसन गर्ने, रिप्रेजेन्ट गर्ने। त्यो चाहिँ के हो भन्दाखेरि d of f of x, यो फर्स्ट डेरिभेटिभ भयो, d स्क्वायर f of x यो सेकेन्ड डेरिभेटिभ भयो, dq f of x यो थर्ड डेरिभेटिभ भयो र यसरी नै dn f of x यो चाहिँ nth डेरिभेटिभ भयो। सो हामीले के बुझ्नु पर्ने छ भन्दाखेरि यहाँ नै चाहिँ एउटा कुरा के पनि हुन्छ भन्दा वेयर d भनेको चाहिँ के हो भन्दा d by dx हो। यहाँ नेरी चाहिँ d भनेको चाहिँ के हो, d by dx हो। सो हामीले के बुझ्नु पर्ने हुन्छ भन्दाखेरि हायर अर्डर डेरिभेटिभमा चाहिँ यसरी हामीले रिप्रेजेन्ट गर्न सक्छौं। यसरी रिप्रेजेन्ट गरेको क्वेशनहरु आउन सक्छ, यसरी रिप्रेजेन्ट गरेको नोटेसनहरु हामीले देख्न सक्छौं र त्यसलाई चाहिँ बुझ्नु जरुरी हुन्छ। र अब हामी एउटा एक्जाम्पल हेर्छौं। एक्जाम्पलमा चाहिँ के हेर्छौं, y equal to x को पावर 4। अब यसलाई चाहिँ डिफरेन्शिएट गर्ने हो हामीले, डेरिभेटिभ यसको चाहिँ डेरिभेटिभ निकाल्ने हो। मैले पहिला नै भनिसकेको थिएँ यो हायर अर्डर डेरिभेटिभ पढ्नको लागि चाहिँ हजुरहरुसँग थोरै डेरिभेटिभको नलेज हुनुपर्छ भनेर। किनभने यो टपिक सुरु गर्दाखेरि फेरि बेसिकबाट सुरु गर्ने कुरा त हुँदैन, त्यही पनि म सक्दो भन्न कोसिस गर्ने नै छु। सो हामीसँग y equal to x को पावर 4 छ। अब यसलाई डिफरेन्शिएट गर्दाखेरि फर्स्टमा y1 निकाल्दाखेरि चाहिँ y1 भनेको dy by dx हो। हामीले यहाँ यता पनि पढिसकेको छौं, y1 भनेको dy by dx हो यसको डिनोटेसन। त्यही भएर मैले अगाडि यो डिनोटेसन सिकाएको। y1 equal to dy by dx छ। यो dy by dx equal to यसलाई डेरिभेटिभ गर्दाखेरि d of x को पावर 4 by dx, यदि यसलाई डेरिभेटिभ गर्दाखेरि चाहिँ 4x को पावर के हुन्छ, कसरी हुन्छ भन्दाखेरि यो पावर 4 अगाडि जान्छ र x बाट चाहिँ x को पावर 4 बाट चाहिँ 1 घटेर 4x को पावर q हुन्छ। यो डेरिभेटिभ गर्ने फर्मुला नै हो। सो यति भयो छ फर्स्ट डेरिभेटिभको भ्यालु। फेरि अब सेकेन्ड डेरिभेटिभको भ्यालु चाहिँ के हुन्छ भन्दाखेरि y2 equal to d स्क्वायर y by dx स्क्वायर, त्यो भनेको चाहिँ d by dx of dy by dx, त्यो भनेको चाहिँ के हो भन्दाखेरि d by dx of 4x क्यूब र यसको डेरिभेटिभ चाहिँ कति हुन्छ भन्दाखेरि 12x स्क्वायर हुन्छ। सिमिलरली अब
y3 निकाल्नु पर्दाखेरि dqy by dx3 निकाल्नु पर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि d by dx of d square y by dx square हुन्छ, which is यो d square y by dx square भनेको चाहिँ d by dx of 12x square हो। यो भनेको चाहिँ कति हुन्छ भन्दाखेरि 24x हुन्छ। र अगेन हामीले एकचोटि अरु डेरिभेटिभ निकाल्नु पर्छ। हामीले चाहिँ कहिलेसम्म डेरिभेटिभ निकाल्दै जाने, हामीले फर्स्ट डेरिभेटिभ निकाल्यो, सेकेन्ड डेरिभेटिभ निकाल्यो, थर्ड डेरिभेटिभ निकाल्यो, अब कहिलेसम्म डेरिभेटिभ निकाल्दै जाने भनेर यदि क्वेशन आउँछ भने जबसम्म यो यसको कन्स्ट्यान्टमा आउँदैन, जबसम्म कन्स्ट्यान्टमा आउँदैन तबसम्म हामीले डेरिभेटिभ निकालिराख्नु पर्ने हुन्छ। सो फोर्थ डेरिभेटिभ चाहिँ y power 4 इक्वल टु d power 4 y by dx4, त्यो भनेको चाहिँ विल जस्ट डाइरेक्टली राइट 24 cos x को पावर 1 छ, यो 1 यता गयो भने x को पावर 0 भनेको 1 यो 10, सो 24 हुन्छ। सो यसरी चाहिँ वी हैव डिफरेंट भ्यालुज अफ डिफरेंट डेरिभेटिभ्स। सो फर्स्ट डेरिभेटिभ यति छ, सेकेन्ड डेरिभेटिभ यति छ, थर्ड डेरिभेटिभ यति छ, फोर्थ डेरिभेटिभ यति छ। सो यो थियो इन्ट्रोडक्टरी क्लास हायर अर्डर डेरिभेटिभको। अब अर्को भिडियोबाट चाहिँ म कोर्स कन्टेन्टको कुराहरू सिकाउन कोसिस गर्नेछु। म एउटा के सल्लाह दिन चाहन्छु भन्दाखेरि भाइ बहिनीहरूलाई, यदि तपाईहरुले डेरिभेटिभ आउँदैन भने प्लिज डेरिभेटिभको बेसिक कुराहरू चाहिँ सिक्नु होला। डेरिभेटिभको बेसिक कुराहरू सिकिसकेपछि यो भिडियो हेर्न सहज हुनेछ तपाईहरुलाई। हस्त नमस्कार, फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद।